ए बालेनजी, तपाईँको दिमागमा पनि के कुरा खेल्छ हो? म त अचम्म पर्छु यार। नेपालीमा एउटा टुक्का छ नि, अति गर्नु अत्याचार नगर्नु। हुन त यो नेपाली मिडियाहरू, नेपाली अनलाइन मिडियाहरूको त्यति सहजै विश्वास गर्न त सकिन्न, तर पनि अहिले अनलाइनमा छ्यापछ्याप्ती छ कि एउटा न्युज। बालेनले केपी ओलीको क्षेत्र नम्बर 5 झापाबाट चुनाव लडेर केपी ओलीलाई नै हराउँछु भन्दै हिँडिरहेका रहेछन्। ए भगवान्, त्यो किडनी फेलवाला मान्छेलाई अब किन सुसाइड गराउन खोज्दै हुनुहुन्छ क्या तपाईँले यार? अब बालेनजीसँग अब केपी ओली लडिसकेपछि त जित्ने चान्सै छैन, हारेपछि त त्यसले डाइरेक्ट सुसाइड गर्छ। अब त्यसलाई सुसाइड गराउने होइन के, त्यो किडनी फेललाई त्यसका शरीरका अङ्ग प्रत्यङ्ग सब फेल गराउने हो। लौडा लसुन, लिभर, कलेजो, मुटु, पाङ्रा, आँखाका गेडागुडी, लन्ट्याङ लुन्ठुङ सब फेल गराएर आफै त्यसलाई मार्ने हो कि मराउने हो। आफै मरेर जान्छ, त हराएर जान्छ, विलिन भएर जान्छ। त्यसको पार्टी एमाले, त्यसका कार्यकर्ता सब यो संसारबाट, यो नेपालबाट पुरै विलिन भएर आफै जान्छन्। त्यही भएर त्यसलाई नछुनुहोस्। त्यो कुहिएको सिनोलाई छुने होइन कि हामीले यार। पढे लेखेको मान्छेले त एउटा बुझ्नुपर्छ नि यार। त्यही तरिकाले अगाडि बढ्नुहोस् न यार। एउटा राम्रो मान्छेसँग प्रतिस्पर्धा गर्न खोज्नुहोस् कि कहाँ सिनोलाई चलाएर गुमा हानेर मुखमा छिटा भन्ने कुरा थाहा कि नै? यो बर बाछो जस्तो जतिखेर पनि सिङ्गोरी खेल्न खोज्ने, जोरी खोज्ने काम बन्द गर्नुहोस्। जोरी खोज्ने पनि एउटा हैसियतको मान्छेसँग हो के। त्यही भएर बालेनजी, तपाईँ आफ्नै क्षेत्र नम्बरबाट चुनाव लड्नुहोस्, जित्नुहोस्, प्रधानमन्त्री बन्नुहोस्, देशको विकास गर्नुहोस्। यो केपी ओली यो नेपालको प्रगति देखेर, नेपालीको प्रगति देखेर आफै जलेर पुरै त्यसका यो शरीरका लौडा लसुन, लन्ट्यान लुन्ठुङ सबै अङ्गहरू आफै भस्म भएर आफै खरानी भएर जान्छ। त्यसलाई छुन पर्ने केही कारण म देख्दिनँ है। प्लिज बालेनजी, यति कुरा चाहिँ मान्नुहोस्।